सो अहिले चाहिँ हामी एकतातर्फ लागिरहेको छौँ। यहाँ चाहिँ मिटिङ छ। सो आज अझै सर हुनुहुँदैछ। सो हामी त्यहाँ जाँदैछौँ भेटघाट गर्न। एकछिन गाडी खान्छ होइन सम्पूर्णमा निवेदन पनि छ। सो राम्रो काम गर्नेलाई चाहिँ हामी सपोर्ट गरौँ न, सपोर्ट गरौँ। धेरै अहिले सत्तामा हुनुहुन्न र पनि धेरै जग्गामा काम गरिरहनु भएको छ। त्यसको लागि चाहिँ हामी एउटा समर्थनको उसमा त्यो हिसाबले होइन, तर हामी एक सच्चा नागरिक हुनको हिसाबले चाहिँ हामी जाँदैछ है त। सो तपाईँ कल्याण समष्टि आरआर ब्लक मञ्चमा आसीन हुने हाम्रो वरिष्ठ नेतागण सबैलाई एक मुष्टमा मेरो माया अनि प्रेम अनि सम्बोधन। आज सभाको अध्यक्ष सनी मौजन सभासदलाई पनि नमन गर्दै अनि विशेष तक्ता क्ल्यानवनको आज जतिजना खटिखाने मजदुर छ, कतिजना बस्ती खास मलसाईबाट आउनु भएको छ, तपाईँहरूलाई सबैजनालाई मेरो हृदयबाट स्वागत अनि माया अनि प्रेम। आज वक्ताहरूले पूर्व वक्ताहरूले तपाईँहरूसँग राख्नु भएको छ जुन चाहिँ कमानको आज सङ्कट आइरहेको छ, जातिलाई सङ्कट आइरहेको छ। यो भूमि अनि गोर्खाको किपट, गोर्खा भन्दाखेरि लाप्चे शेर्पा भुटिया हामी नङमासु भएर यत्रो साल बसिरहेको छौँ। सबैलाई एउटा मुष्टमा गोर्खा भनिन्छौँ हामी। गोर्खा जातिको यो किपट, एउटै किपट आजको दिनमा सङ्कटमा छ अनि यसको लागि हामी दिनरात गाउँ गाउँमा विशेष गरी कमानवासीहरूलाई बुझाउनु खोज्दैछौँ। कतिको बुझ्दैछ, कतिको उहाँहरूको सोच हामीले बदलाउनु सक्दैछ आजको दिन मलाई थाहा छैन। तर हामी गोर्खा जाति कमानवासी आज दुईटा बाटोको मोडमा छौँ। हामी दुईटा बाटोको मोडमा, यतापट्टि एउटा बाटो छ अलिक कठिन छ, त्यो बाटो हिँड्यो भने सजिलो छैन, अलिकति दुविधा अलिकति दुःख कष्ट छ। तर बाटोको अन्तिममा फाइनल डेस्टिनेसन चाहिँ सुनौलो छ। अर्को बाटो छ सजिलो बाटो। आजसम्म हामी जसरी तक्दामा बसिरहेको छौँ, कमानमा काम गरिरहेको छौँ, त्यो बाटो सजिलो बाटो 220 को जीवनमै बिताउने हो भने त्यो बाटो सजिलो छ। आफ्नो अधिकारको लागि होइन होसो त्यसै भए पनि 220 पाइरहेको छौँ। ए होसो दसैँ तिहारमा 20% देखि 19 त्यो पनि 2 किस्तीमा, अनि आज 16 अनि यो पालि दसैँमा टुङ्गो छैन। तर होस् कहाँ झमेला गर्नु भनेपछि त्यो बाटो सजिलो छ। हामी त्यो मोडमा छौँ अनि यो मोड कुन चाहिँ बाटो जाने हामी अनि हाम्रो समूहको हातमा छैनौँ। तर साधारण भन्दा साधारण खटी खाने मजदुर
खटी खाने मेरो भाइ बहिनीहरू, मेरो दिदी आमाहरू, उहाँहरूको हातमा छ यो दुईटा मोड कुन चाहिँ बाटो लाने, कुन चाहिँ बाटो यो मोडमा। अनि इतिहासमा यही सन्दर्भमा समय समयमा हामीले यस्तै खाले निर्णय लिनुपर्छ, सोचेर सम्झेर। पहिलाको जस्तो कागले कान लोग्यो भन्दैमा हुरुरुरु निक्लेर पछि काम नबिग्रोस्, सोचेर सम्झेर तौलेर। हामीले सबै आन्दोलनमा गान्धीको नक्सा अगाडि राख्छ, गान्धीको नक्सामा धूपमाला गरेर जुनै आन्दोलनको सङ्घर्षको मिटिङ हो, पथसभा हो, जनसभा हो, गान्धीको नक्सा हामीले राख्छौँ। गान्धीको पनि यस्तै दुविधामा एक दिन थियो। साउथ अफ्रिकामा गान्धीजी एउटा ब्यारिस्टर, एउटा लयर, सांसारिक मान्छे, आफ्नो परिवारको भलोको लागि कमाउनु गएको एउटा ठुलो उद्योगपतिकोमा साउथ अफ्रिकामा गएको थियो। गान्धी आजको जस्तो जुन चाहिँ देख्छ धोतीमा चप्पलमा होइन, एकदम 3 पिस सुट लन्डनमा परेको ब्यारिस्टर। साउथ अफ्रिकामा त्यति बेला साउथ अफ्रिकाको त्यहाँको रैथाने होइन, साउथ अफ्रिकन्स ब्ल्याक होइन, उहाँहरू र भारत देशको त्यहाँ धेरै माइग्रेन्ट्सहरू थियो। भारतीयहरूलाई त्यहाँ एकदमै गोराहरूले थिचोमिचो गर्ने एकदमै। तर गान्धी ब्यारिस्टर लयर आफूलाई सोचेको थियो म समाजमा एउटा स्तर भएको। अनि उहाँले एउटा ट्रेन टिकट पेट्रियो कि जोहान्सबर्गबाट कहाँ जाँदाखेरि एउटा फर्स्ट क्लास टिकट काटेको थियो। फर्स्ट क्लास, थर्ड क्लास सामान, सेकेन्ड क्लास सामान पनि टिकट काट्नु सक्थ्यो। तर उहाँले एउटा फर्स्ट क्लास टिकट काटेर उहाँको यात्रामा जाँदाखेरि बीचमा एउटा स्टेसन आयो। त्यो स्टेसनमा टिकट कलेक्टर टिटी भन्छ, उहाँ आएर यसरी फर्स्ट क्लासको टिकट अनि यो काले मान्छे, यो भारतीय इन्डियन फर्स्ट क्लास टिकट हेर्यो, त्यो फर्स्ट क्लासमा बस्नु पाउँदैन, यो साहेबहरूको गोरा मान्छेहरूको मात्रै जग्गा हो, त्यो फर्स्ट क्लासमा होइन थर्ड क्लासमा जा भनेर त्यो स्टेसनबाट त्यसलाई निकाल्छ। गान्धीलाई उहाँको फर्स्ट क्लास टिकटबाट बाहिर लातेर निकाल्छ ट्रेनबाट। गान्धी यङ केटा, अब उहाँको त्यो रातभरि त्यो स्टेसनमा बस्दा चिसो ठन्डा रातभरि बसेर उहाँको अगाडि पनि आज जुन चाहिँ कमानवासी गोर्खा जातिहरूको यो मोडमा उहाँ पनि एउटा मोडमा थियो। अनि त्यो मोड उहाँको लागि पनि 3टा बाटो, यो जुन चाहिँ अत्याचार सहनु अनि जे उहाँ साउथ अफ्रिकामा आएको थियो पैसा कमाउनु, त्यो गरे भने सुविस्ता। तर यो थिचोमिचो चाहिँ सहनु पर्ने, थिचोमिचो सहेर उहाँले कमाइ गरेर फर्के भने त्यो एउटा बाटो थियो यो मोडमा, उहाँको जीवनको मोडमा। अर्को बाटो थियो होइन हार खाने, म सक्दिनँ ब्रिटिस गोराहरूसँग सक्दिनँ अफ्रिकामा, फर्केर मेरो भारतमै आउँछु भन्ने एउटा त्यो मोडको एउटा बाटो। अनि नम्बर 3 चाहिँ जुन चाहिँ कठिन, यो जुन चाहिँ अन्याय हुँदैछ साउथ अफ्रिकाको रैथानेहरूसँग, भारतीयहरूसँग,
यो अत्याचारमा लड्ने, तर त्यो लड्यो भने कठिन बाटो हो, कामबाट निकालिदिन्छ होला, आर्थिक अवस्था पनि बिग्रेर जान्छ होला उहाँ मात्र होइन उहाँको परिवारको, अनि उहाँको ज्यान पनि जानु सक्ने। तीनटा बाटो। अनि यो मोडमा रातभरि सोध्छ घरै फर्कौँ कि हार खाएर कि अन्य अत्याचार सहौँ कि पैसा कमाऊँ कि आफ्नो ज्यान जाला, तर अत्याचार सिंगल लड्ने। अनि म धन्यवाद दिन्छु त्यो रात जुन चाहिँ जाडो भइरहेको थियो, उहाँको जुन चाहिँ मोड, उहाँले तीनटा बाटोबाट सबसे सजिलो बाटो लानु सक्थ्यो। तर म धन्यवाद दिन्छु उहाँलाई, ईश्वरले, भगवानले उहाँलाई सबसे कठिन मोड उहाँले संकल्प गर्यो, होइन ज्यान जाओस्, मेरो आर्थिक अवस्था लथालिने होस्, तर म यो अन्याय र अत्याचारमा म लड्छु भनेर। अनि त्यो मोड गान्धीले लिएर साउथ अफ्रिकामा भारतीयहरूलाई, त्यहाँको राजधानीहरूलाई उन्मुक्ति गर्यो। त्यही जुन चाहिँ उहाँको निर्णयले गरेर भारत पछि फर्केर हामीलाई, भारतलाई स्वतन्त्र गर्यो। त्यो मोडले, त्यो बाटोले। अनि गान्धी गइसकेर, उहाँको मरण भइसकेर, उहाँको प्रिन्सिपलहरू, उहाँको सोच विचारहरू, उहाँको भिजनहरू लिएर अमेरिका जस्तो महान देशमा, जहाँ चाहिँ त्यहाँ पनि ब्ल्याक अमेरिकनहरूलाई थिचोमिचो गर्थ्यो, मार्टिन लुथर किङले गान्धीजम फलो गरेर अमेरिकामा पनि अमेरिकन ब्ल्याक्स, त्यहाँको रैथानेहरूलाई त्यहाँबाट उन्मुक्ति गर्यो। नेल्सन मण्डेलाले गान्धीको प्रिन्सिपल, गान्धीको भिजन लिएर साउथ अफ्रिकामा पछि उहाँले साउथ अफ्रिकन्सलाई उन्मुक्ति दियो, त्यही सोच विचार अगाडि राखेर। तर गान्धीले होइन होस् अत्याचार सहन्छु, आफ्नो परिवारलाई ठिक ठेकानमा राख्छु, जाति जहाँसुकै जाओस् भनेको भए अमेरिका, साउथ अफ्रिका र इन्डिया स्वतन्त्र हुन्थेन, स्वतन्त्र हुन्थेन। तपाईँ र हाम्रो अगाडि पनि यही मोड छ, दुईटा मोड, यो दुईटा बाटो छ। अन्य अत्याचार सहने, 220 मा जीवन बिताउने, बोनसको लागि जति थाप्छ धन्यवाद दिएर अगाडि बढ्ने, बडा साहबहरूको हामीले चिप्लो लगाएर आफ्नो जीवन बनाउने एउटा मोड थियो। अर्को मोड हो हामी 220 को जीवनमा हामी बिताउँदैनौँ भनेर सडकमा निक्लिने हो। हामी बोनसको टाइममा हाम्रो बडा दसैँ एउटै गोर्खाहरूको चाडमा आफ्नो घर रङ प्रचार नगरेर आफ्नो इष्टमित्र आउँछ त्यसको लागि तर्खर नगरेर, आफ्नो छोरीलाई कुन चाहिँ स्कर्ट किन्नु, कुन चाहिँ जुत्ता किन्नु नगरेर सडकमा निक्लेर त्यति बेला पनि नाकै भएर त्यो जीवन हामी बिताउँछौँ भने त्यो सजिलो हो चुप लाएर बसेर। तर होइन, हाम्रो हक र अधिकार तपाईहरुले दिनुपर्छ। अनि अहिले यो अग्रिमेन्ट साइन हुनुपर्छ, फर्स्ट क्लासमा हुनुपर्छ भन्ने हो भने चाहिँ हामी अगाडि बढ्नुपर्छ। मलाई थाहा छ जग्गा जग्गामा हाम्रै यो युनियनहरूले गएर फर्स्ट क्लास गर्नुपर्छ, नभए कम्पनी बन्द हुन्छ, नभए हेन नभए तेल भनेर मान्छेहरूलाई लगाइरहेको छ। मिरिकमा मोटामोटी गार्डनहरू कम्ती मात्रामा फर्स्ट क्लास गर्दैछ, दार्जिलिङ खरसाङमा धेरै मात्रामा पत्ती उठाउँदैछ। बाध्यता छ, हाम्रो मान्छे हामी गरिब छौँ। अनि कम्पनीलाई थाहा छ, मालिकहरू सरकारलाई थाहा छ,
हामीले हाम्रो पत्ती टिप्ने हाम्रो मजदुरहरूलाई टुक्रा टुक्रा बनायो भने उनीहरू आपसमा एक भएन भने मिलिहाल्छ भन्ने। अनि आजको दिनमा जुन चाहिँ यो बाटो कठिन अर्को यो 30% जमिन तपाईँ र हाम्रो कमान, तपाईँ र हाम्रो यो तक्दाको कति दामी जग्गा छ। यहाँ माथिबाट आउँदाखेरि यहाँ मान्छेहरूले राल चुहाइरहेछ। यहाँ ठुल्ठुलो होटेल ठुल्ठुलो इत्यादि बनाउनु राल चुहाइरहेछ। अनि त्यो जमिन उहाँहरूलाई दिने षड्यन्त्र अहिलेदेखि होइन, यो 2 साल अगाडिदेखि नै बिस्तारै 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 षड्यन्त्र चलिरहेछ। चिफ मिनिस्टर 2 साल अगाडि आउँदाखेरि रोशन गिरी गोजामुमुको जेनरल सेक्रेटरीले पट्टाको कुरा गर्दाखेरि स्पष्ट भनेको थियो। त्यति बेला मुख्यमन्त्रीले स्पष्ट, ममता ब्यानर्जीले स्पष्ट भनेको थियो हामीले पट्टा दियो भने चाहिँ बिजनेस चाहिँ कहाँ गर्नु भनेर। त्यति बेला नै उहाँहरूको सोच थियो। बिस्तारै उहाँहरूको जुन चाहिँ तन्त्र हाम्रै मान्छेहरूलाई लगाएर 5 डेसिमल लाने, 5 डेसिमल सबैलाई ठ्याम बनायो भने चाहिँ बाँकी जमिन चाहिँ बिजनेसको लागि, इन्डस्ट्रीको लागि सोच थियो। विरोध भयो, त्यो फेरि फिर्ता ल्याएर पहिले टालटुल गरेर फेरि हालैमा 5 डेसिमल। त्यसकारण हेर्नुहोस् न, रैथाने जमिनसँग आएको तपाईँ हामीलाई चाहिँ 5 डेसिमल पट्टा दिने, जुन चाहिँ पट्टा चाहिँ बिक्री गर्नु पनि पाउँदैन। म यहाँ बस्दिनँ, म अब मेरो छोराले पल्टनमा काम पाए म माथि बजारतिर बस्छु अनि यो मेरो जमिन बिक्री गर्छु भने पनि पाउँदैन, बिक्री गर्नु पाउँदैन। मेरो छोराछोरीलाई कलेजको लागि अलिकति एजुकेसन लोन लान्छु ब्याङ्कबाट, एउटा लोन लान्छु अनि सिक्युरिटीको लागि ब्याङ्कमा जाँदाखेरि पनि दिँदैन। त्यस्तो खाले पट्टा चाहिँ हामीलाई रैथानेलाई। अनि उद्योगपतिहरूलाई चाहिँ फ्री होल्ड ल्यान्ड, उनीहरूले जे गरे पनि हुन्छ त्यो जमिन उहाँको। उहाँले ब्याङ्कमा राख्यो भने डल्लै लोन पाउने, त्यो बेचिकन 10 साल दाम बढेर त्यो पनि पाउने। रैथानेलाई चाहिँ कन्डिसन भएको पट्टा। तपाईँ र हाम्रो यो मोडमा कुन चाहिँ बाटो जाने, यो कठिन बाटो जुन चाहिँ हामीले सम्झाउँदैछौँ बुझाउँदैछौँ, यो बाटो हिँड्नुपर्छ। फर्स्ट क्लासमै बोनसको कुरा आउनुपर्छ। अर्को कुरा, यहाँ 30% जमिन उद्योगपतिको लागि छैन। हामी दिँदैनौँ, ज्यान दिन्छौँ, प्राण दिन्छौँ, तर हाम्रो जमिन दिँदैनौँ भन्ने त्यो बाटोमा जाने कि तपाईँ र हाम्रो आजको दिनमा यो चोइसहरू छ। के गर्ने त? तपाईहरूलाई जे चोइस, जे डिसिसन तक्दाले लान्छ त्यही डिसिसन ग्लेनबर्नले लान्छ। खटी खाने मजदुरसँग हामी तन मन धन जुनै बाटो लोग्यो भने पनि, तर यो जुन चाहिँ बाटो हामीले जगाउँदैछौँ 220 हुँदैन, 220 जीवन बिताउनु सक्दैन। सिक्किम बारीमा एउटा फ्याक्ट्री टिमिटी भन्ने छ, त्यहाँ 500 रुपियाँ पाउँछ। 500 रुपियाँ बोनसको यताउति होइन, 20% ठ्याम्मै पाउँछ। त्यहाँको फेसिलिटिजहरू पहिला जे यहाँ पाउँथ्यो त्यो सबै त्यहाँ पाइरहेको छ। अनि 30टा वारी चाहिँ हाम्रो यो पनि काटिदिन्छ, यो पनि काटिदिन्छ, यो पनि काटिदिन्छ। आजको दिनमा दसैँको हाम्रो छोरीहरूको लुगा सामान पनि लुट्दैछ अनि हामी चुप लागेर बस्ने। हामी त्यही सजिलो बाटो होइन, बडासा भुल भयो, गल्ती भयो, बस हामी लान्छौँ टिप्छौँ भन्ने बाटोमा जाने 10-15 वर्ष 20 वर्ष
फेरि हामी गरिबीकै बाटोमा हिँडिरहेको हुन्छ। यहाँबाट म कम्पनीहरूलाई भन्नु चाहन्छु, हामीले चिठीहरू तपाईँलाई लेख्यो, बोनसको मिटिङ डायलग थाल्नुहोस्, फर्स्ट क्लासको लागि थाल्नुहोस् भनेर हामीले चिठी लेख्यो। हाम्रो मुख्य कार्यपाल लास्ट इयर उहाँले भनेको थियो, बोनसको टाइममा दुःख दिन्छ हाम्रो मान्छेले, यो मालिकहरू ठिक छैन, फर्स्ट क्लासमा हामीले यसको आवाज उठाउनु पर्छ भनेको आज चुप लगाएर बसिरहेको छ। लास्ट इयर चाहिँ भन्यो, पोहोर साल चाहिँ उसलाई चेपारामा देउले भन्यो, तर आजको दिनमा एउटा चिठी एउटा मिटिङ पनि सरकार र यो मालिकहरूसँग उसले माया छैन। तपाईँहरूले हाम्रो श्रमिकहरूलाई धम्की दिनुहोस्, गार्डन बन्द गर्छु भनेर धम्की दिनुहोस्, प्रशासनको दबाब दिनुहोस्, तर म आज पनि यो भन्छु, टिपोस् जाँदा टिप्दैछ टिपोस्, तर यो फर्स्ट क्लासको डिस्प्याच चाहिँ आइजिजिएफले ज्यान दिन्छ, प्राण दिन्छ, तर फ्याक्ट्रीबाट निकाल्नु दिँदैन। फर्स्ट क्लासको डिस्प्याचमा हामी ठुलोभन्दा ठुलो आन्दोलन गर्छौँ। ठिकै छ तिनीहरूले जग्गा जग्गामा गएर हाम्रो श्रमिकहरूलाई धम्की दिएर गार्डन बन्द हुन्छ, तिमीहरूको रोड्स बन्द हुन्छ भनेर तपाईँहरूले जग्गा जग्गामा टिपोस्, टिप्दै गरोस्, उहाँले रोड्स पनि पाउँछ, तर बन्नेको चिया चाहिँ दार्जिलिङ पहाड छोड्दैन जबसम्म बोनसको अग्रिमेन्ट हुँदैन। यसको लागि म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु, सम्पूर्ण बगानलाई आजको दिनमा ज्यादा थिचोमिचो भयो। हाम्रो यहाँ 87 वटा बगान 88 वटा बगान कति भन्छ, यहाँ मात्रै हेरेर हुँदैन, अब मालिक र सरकारले हेरेर हुँदैन। डुवर्समा हामीले युनियन भटाभट खोल्दैछौँ, त्यहाँको आदिवासी दाजुहरू, त्यहाँको गोर्खा दाजुहरू मिलेर हामीले चिया बगानको लागि हामीले त्यहाँ युनियन खोल्दैछौँ। युनियन मात्र होइन, एउटा पोलिटिकल करेन्सी हामीले बढाउनु पर्छ। यहाँ 3टा एमपी एमएलए मात्र भएर हुँदैन, टेर्दैन रहेछ। 3टा एमएलए जेसुकै गरोस् भनेर बिजेपी सरकारले पनि हामीलाई त्यसरी नै हेर्छ, अनि स्टेट गभर्मेन्टले पनि हामीलाई त्यसरी नै हेर्छ। आउँदो दिनमा गोर्खा र आदिवासीको एकता हुँदैछ। गोर्खा र आदिवासीको एकता यही जमिनको इस्युमा हुँदैछ। गोर्खा र आदिवासीको एकता यही बोनसको विषयमा हुँदैछ। गोर्खा र आदिवासीको एकता मिनिमम वेजमा हुँदैछ। आउनु दिनमा 3टा एमएलए त होइन, गोर्खा र आदिवासी मिलेर 9-10 वटा एमएलए चाहिँ निकाल्ने त्यतिबेला हाम्रो माग, हाम्रो दीर्घकालीन माग जुन चाहिँ छ, गोर्खाल्यान्ड भन्छौँ हामीले, छुट्टै राज्य भन्छौँ, भोलिको दिन त आउला नि त। त्यस्तो समय आउला जहाँ चाहिँ हाम्रो 8-9 एउटा गोर्खा र आदिवासीको सिट चाहिँ महत्त्वपूर्ण हुन्छ सरकार बनाउनु। त्यति बेला देवी देवता भगवानले ईश्वरले त्यो समय दियो भने पक्का नलडिकन हामीले हाम्रो दीर्घकालीन माग ल्याउनु सक्छ। यो बुझ्नुहोस् है, मैले यो जे भन्दैछु तपाईँले बुझ्नुहोस्। 3टा एमएलए वास्तै छैन उहाँहरूलाई, आदि एमपी वास्तै छैन, तर भोलिको दिन गोर्खा र आदिवासी, गोर्खाको सपना पुरा हुनु पर्यो भने आदिवासीको सपना पनि सँगसँगै पुरा हुनुपर्छ। अनि यो दुई समूह एक भयो भने 9 वटा एमएलए र 2टा एमपीको सिट हुँदाखेरि चाहिँ तपाईँहरूले हाम्रो माग चाहिँ पुरा गर्छ, पक्कै गर्छ त्यति बेला। त्यसकारण आउँदो दिनहरू म आह्वान गर्छु, यहाँबाट तक्दाबाट बसेर यहाँबाट भाषण गरेर सम्पूर्ण जतिजना सोसियल मिडियाबाट हेर्दैछ मेरो कमानवासी दाजुभाइ दिदीबहिनीहरूलाई, हो जग्गा जग्गामा टिप्नु लाउँदैछौ, जग्गा जग्गामा आजसम्म टिपेको छैन, जेसुकै होस्, तर फर्स्ट क्लासको डिस्प्याचको लागि चाहिँ तपाईँहरू निक्लेर
उनीहरूले ब्यालेन्स सिटको कुरा गर्दैछ। चियापत्ती बनाइसकेर त्यो ब्यालेन्स सिट पनि 21 मार्चमा अन्त भइसकेको हुन्छ। त्यति बेलासम्म जति एउटा बगान छ म आह्वान गर्छु, म एउटा भाइको नातामा एउटा नेता होइन, तर मलाई हृदयमा लाग्छ जबसम्म हाम्रो समाजमा हाम्रो निमुखा जनता भनेको कमानमा बस्छ, जबसम्म हाम्रो समाजमा हाम्रो कमानवासीहरूको आर्थिक अवस्था अलिकति माथि हुँदैन, गोर्खा समाज कहिले पनि निको हुँदैन, कहिले पनि निको हुँदैन, बिमारी नै हुन्छ। त्यसकारण यो आह्वान सुनिदिनुहोस्, यो आह्वान सुनिदिनुहोस्। मेरो निम्ति होइन, तर आजको दिनमा त्यही 4 साल भइसक्यो, आँखाले देखिसकेको छ। 1 साल त मैले खुन निकालेर यो दार्जिलिङको चिया होइन, यो मेरो बहिनी दिदी आमाको खुन र पसिना हो भनेर मैले खुन पनि निकालेको थिएँ। हाम्रो निमुखा जनता, हाम्रो लेबर क्लास, हाम्रो श्रमिकको निम्ति हामी ज्यान दिन्छौँ, प्राण दिन्छौँ। यहाँ के मिल्नु, यहाँ के पार्टी फन्ड छैन। त्यो 40 सालमा जे हुन्थ्यो नि, बोनसको टाइममा पार्टीमा पार्टी फन्ड आउँथ्यो अरे, वेजेस इन्क्रिमेन्टको टाइममा युनियनहरूको पार्टी फन्ड आउँथ्यो अरे। म तक्दामै एक दिन आएको थिएँ, म अन्य पार्टीमा थिएँ त्यति बेला। यहाँको दाजुभाइहरूले मलाई म्यानेजरसँग भेटायो, म्यानेजरको नाम म चिन्दिनँ, उहाँसँग गफ गर्नु, हाम्रो युनियन खोलेको छ इत्यादि भनेर म कुरा गर्नु। यहाँ मन्जु दिदीलाई पनि थाहा छ होला, त्यति बेला उहाँको घर पनि गएको थिएँ म। अनि त्यहाँको म्यानेजरलाई भेटेर कुराकानी गयो, हामी यस्तो पोलिटिकल पार्टीबाट यस्तो यस्तो भनेर उहाँले कुरा गर्यो। अनि म अब जान्छु भने एकछिन सर एकछिन पर्खिदिनुहोस् भन्यो। दुकुलेर कहाँ 10 मिनट पर्खिनु पर्यो। दुकुलेर चियापत्तीको गोल्डन कलरको ऱ्यापर लाएर यो चाहिँ 1 केजी चिया फर्स्टको एकदमै दामी चिया चाहिँ तपाईँहरूलाई दिएको, यो चाहिँ हाम्रोबाट थापिदिनुहोस् भन्यो। मैले उहाँलाई, केटाहरू थियो, उहाँलाई इन्सल्ट गर्नु चाहेन, मैले थापेँ। 1 केजी फर्स्ट क्लास चियापत्ती कुनै कति 1000 भन्दै थियो। अनि माथि मेरो गाडीमा आएर चाहिँ एकजना भाइलाई भने, बडा साहबलाई भनिदिनु म चाहिँ तपाईँको चियापत्ती थाप्नु सक्दिनँ, तर धन्यवाद भनेर मैले त्यो चियापत्ती फर्काइदिएँ। नेताले चियापत्तीदेखि थाल्दै, नेताले म्यानेजरकोबाट चियापत्तीदेखि थाल्छ, त्यहाँदेखि गाडी, त्यहाँदेखि कुनी के। यसले गर्दाखेरि हाम्रो जनता गरिब भएको यो 40 साल मेरोबाट चाहिँ यो हुँदैन, 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन। हाम्रो मान्छेलाई तपाईँहरूले राम्रो प्रकारले हेरिदिनु भयो भने हामी तपाईँहरूलाई हृदयबाट तपाईँहरूको प्रब्लम्स होस्, हामी तपाईँहरूलाई बधाई अनि तपाईँहरूलाई हामी ढोक्छौँ पनि। हाम्रो जनतालाई चाहिँ खुसी राखिदिनुहोस्, यो 220 को जीवनबाट मुक्त गरिदिनुहोस्। अनि बोनसको टाइममा हामी मान्ने जस्तो भएर सिलगढी यहाँ मेन रोड यहाँ त्यहाँ नजानु परोस् भन्दै हाम्रो एउटा चाहना हो। फर्स्ट क्लासको डिस्प्याच आइजिजिएफ को युनियन, म भन्छु हाम्रो युनियन प्रेसिडेन्ट टिके दाजुलाई, तपाईँले अनाउन्स गरिदिनुहोस् अनि जग्गा जग्गा भनिदिनुहोस् आइजिजिएफले